कोही माइकालाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने? यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन। केपी ओली इज द केपी ओली। क्यों हिला डाला ना? हामी केपी ओली ठ्याक्कै घरको अगाडिपट्टि छौँ। यतिखेर प्रहरीहरू प्रहरीहरू एकदम बाक्लो सङ्ख्यामा तैनात गरिएको छ। बिहान हिजो बेलुकादेखि नै प्रहरीहरूको चलपल बढिरहेको थियो भने अहिले बिहानसम्म हुँदा यहाँ प्रहरीको एकदम ठुलो बाक्लो स्थिति देख्न सकिन्छ। हामी गुन्डुमा छौँ। अबको केही छिनमै केपी ओलीलाई यहाँ प्रहरीले लाँदैछ। ओलीले भित्र आफ्ना कपडाहरू मिलाउँदै गरेको भन्ने हामीले सूचना पाइरहेका छौँ। अब उहाँलाई करिब करिब आधी घन्टामा यहाँदेखि लैसक्ने। दाइ भर्खर हो दाइ, आधी घन्टामा यहाँदेखि लाने भन्ने कुरो पनि आइरहेको छ। प्रिजनर भ्यानवाला हो यो? हजुर सर। एकछिन यहीँ बस्छ, गाडी देखेपछि हामी दौड्नु ल। अलि यहीँ बस्छ, अलि गरौँ न। यता गेटतिर त्यही गरौँ दर्शकबिन भोलिको यत्र कपडा मिलाउँदै हुनुहुन्छ भन्ने खबर आइरहेको छ। केपी ओलीले बाक्लो रूपमा प्रहरीहरू तैनात गरिएको छ। 1-2 हजारको सङ्ख्यामा हुनुहुन्छ होला। दर्शकबिन यो कुण्डुबाट प्रत्यक्ष प्रसारणमा छौँ। कृपया जतिसक्दो भिडियो सेयर गर्नु होला। अब केही छिनमै केपी ओलीलाई पक्राउ गर्दैछ प्रहरीहरू। यहाँ विभिन्न भातृ सङ्गठनले विज्ञप्ति निकाले पनि यहाँ खासै केपी ओलीको पक्षमा भने मान्छेहरू देख्न पाइएको छैन। धेरै टाइम लाग्ला छैन होला किनकि धेरै नै हुन्छ।
रमेश लेखकलाई पक्राउ गरिकन लैसकेको छ भने अब केपी ओलीलाई भने अब पक्राउ गरिँदैछ। दर्शक पनि यहाँ देख्न सकिन्छ सुदन गुरुङ गृहमन्त्रीमा आए लगत्तै एक्सनमा उत्रिएका छन्। यहाँ प्रहरी फोर्स यहाँ थोरै मात्र अगाडि देखाइएको छ भने यता परसम्म एकदम ठुलो सङ्ख्यामा छ प्रहरीको यो फोर्स। त्यहाँ गएर उ गर्न मिल्दैन। हेलो सर, यहाँदेखि कहाँ लैन्छ के छ होइन? अब ओलीलाई लग्दैछ है, केपी शर्मा ओलीलाई लग्दैछ गुन्डुबाट। यतिखेर हामी यहाँ गुन्डुमा छौँ। यता नै हो दिदीको घर भने बाहिरको यो प्रहरीको सङ्ख्या यहाँले हेर्न सकिन्छ। यहाँ देख्न सकिन्छ प्रहरीहरू यसरी तयार अवस्थामा बसिरहेको यो दृश्य देखाइरहेका छौँ। प्रहरीहरू ओलीलाई केपी शर्मा ओलीलाई लाने गर्दाको यो दृश्य यहाँ देख्न सकिन्छ। यसरी पोजिसनमा पुरै रेडी पोजिसनमा प्रहरीहरू देख्न सकिन्छ। प्रहरीका गाडी भ्यानहरू केपी ओली भित्र कपडा मिलाउँदै हामीलाई भित्र जान दिएको छैन, बाहिरबाट देखाइरहेछौँ। अब उहाँलाई गाडीमा राखेर निकालिँदैछ। उहाँले आफ्ना सामान औषधिहरू मिलाउँदै हुनुहुन्छ। प्रहरीको गाडी थुप्रै छ तर भाटासम्म नै छ। प्रहरीहरू पनि बाक्लो रूपमा छ। 2-3 हजारको सङ्ख्यामा होला लगभग। यहाँ मात्रै कम छ, तल तल छ। सबै प्रहरीहरू यहाँ अगाडि छैन, यताउति छरिएको अवस्थामा छ भने। गुन्डुमा यहाँ देख्न सकिन्छ खासै
ओलीको पक्षमा भने कोही खुलेको देखिएको छैन। यहाँ एकदम सुनसान छ, कसैले विरोध गरेको पनि देखिएको छैन। प्रहरीहरू एकदम पोजिसनमा बसेको देख्न सकिन्छ। कति बेला आदि तैनात एकदम तयार अवस्थामा बसिरहेको यो दृश्य देखाइरहेका छौँ दर्शकबिन। मान्छेहरू अब निकालिँदैछ, कृपया 2-4 मिनट वेट गर्नु होला। जति पनि साथीले हेर्दै हुनुहुन्छ कृपया भिडियोलाई सक्दो सेयर गर्नु होला। अबको केही मिनटमै केपी ओलीलाई लगिँदैछ। भिडियो जति सक्दो सेयर गर्नु होला है। यहाँ देख्न सकिन्छ रातिबाट नै प्रहरीहरू एकदम तयारी अवस्थामा थिए भने एक बिहान हुँदा साथ प्रहरीहरू यसरी ओलीलाई पक्राउ गर्न आइरहेको देखिरहेको छ। गुन्डुको बाटाभरि प्रहरीहरू बाक्लो रूपमा उपस्थित रहेको छ। अहिले पनि एकदम सतर्कताका साथ प्रहरीहरू यहाँ तैरिएको छ। अब निकालिँदैछ भित्रदेखि कपडा मिलाउनको लागि भनेर प्रहरीहरूले आधी घन्टाको समय दिइरहेको छ। अब सायद अब निस्किनै लाग्नु भएको छ। यतिखेर गुन्डुमा एकदम सुनसान छ, शान्त अवस्था छ। प्रहरीको बाक्लो उपस्थिति छ भने अरू खासै यहाँ ओलीको पक्षमा भने केही देख्न पाइएको छैन। प्रहरीले लिखित फरमाएको हुनाले गरेर के बोल्न आउँछ? बोल्न मुखै नफुटेर हो कि दर्शकबिन देख्न सक्नुहुन्छ यति बेला खम्बामा तपाईँको त लाइभ पनि 19 जना 1000 जनाले हेर्दै हुनुहुन्छ। केपी शर्मा ओलीलाई पक्राउ गर्न भित्र अब केही बेरमा नै केपी शर्मा ओलीलाई पक्राउ गरेर ल्याइँदैछ। बाफ्रे, यत्रो प्रहरी पोजिसनमा छ प्रहरी। देख्न सक्नुहुन्छ यति बेला हामी ठ्याक्कै सूर्यथली टोलमा मूल गेटमा छौँ, जहाँ केपी शर्मा ओलीलाई पक्राउ गर्नलाई प्रहरी यति बेला ओली निवासमा पुगिसकेको छ।
बाहिर पनि ठुलो सङ्ख्यामा चाहिँ सुरक्षाकर्मीको तैनाथी छ। यो गुन्डो आउने बाटोमा बाटैभरि सुरक्षाकर्मीको तैनाथी बढेको छ, देख्न सक्नुहुन्छ। हरेक ठाउँमा चोक चोकमा चाहिँ एउटा पुलिस प्रहरीको टुकडी, सानो सानो टुकडी बसेका छन्। सम्भवतः अब केही बेरमा नै केपी शर्मा ओलीलाई पक्राउ गर्दैछ प्रहरीले। घरको गेटै फोरेर भित्र पसेको भन्ने हामीले समाचार पाएका थियौँ र पक्राउ पुर्जी पनि आइसकेको छ। यति बेला केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि जिल्ला प्रहरी परिसरबाट पक्राउ पुर्जी आइसकेको छ र अब केही बेरमा केपी शर्मा ओलीलाई सम्भवतः पक्राउ गर्ने सुरक्षा व्यवस्था निकै चुस्त बनाइएको छ। देख्न सक्नुहुन्छ यहाँका स्थानीयहरू पनि घर बाहिर बसेर चाहिँ हेरिरहनु भएको छ। अब केही बेरमा नै प्रहरी एकदम तयार अवस्थामा बसेको छ। देख्न सक्नुहुन्छ असुर ग्यास हान्न पर्ने स्थितिमा पनि असुर ग्यास हान्ने गनहरू पनि तयारी अवस्थामा राखिएका छन्। स्ट्यान्ड बाईमा त सबैजना गाडीहरू, प्रहरीहरू, सशस्त्र प्रहरीहरू सबैजना तैनाती अवस्थामा बसेका छन्। यद्यपि यो ओलीमा चाहिँ ठ्याक्कै मूल घेरामा चाहिँ प्रहरी छ र त्यसको एक घेरा पछाडि चाहिँ सशस्त्र बसेको छ। भित्र पक्राउ गर्न गइएको छ ओलीलाई। अब केही बेरमा नै ओलीलाई पक्राउ गरिनेको सम्भवतः। हजुर यतिखेर यहाँ देख्न सकिन्छ गाडीहरू। ओली पक्राउ पर्ने भए पछाडि यहाँ ओली पक्षका जति पनि हुनुहुन्छ उहाँहरूको यो लाभा लस्करको गाडी यहाँ बाहिर देख्न सकिन्छ। अनि यता केही स्थानीयहरू यता बाहिर हुनुहुन्छ। पक्राउ पुर्जी पनि आइसकेको छ, देख्न सकिन्छ। गुन्डोको यो अहिलेको ताजा अवस्था यस्तो रहेको छ। यहाँ चहलपहल बढिरहेको छ भने प्रहरीको यता बाक्लो उपस्थितिले गर्दाखेरि यताको बाटो भने अहिलेलाई केही समयको लागि रोकिएको छ बाटोमा गाडी कुद्नको लागि। अब केही छिनमै केपी ओलीलाई लगिँदैछ। प्रहरीहरू भित्र गएर ओलीलाई ल्याउँदैछ भने बाहिरको अवस्था यस्तो छ। यस्तो ओके डन 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 हस् 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 त्यसलाई डकुमेन्ट बनाएर डकुमेन्ट नै हाल्छ। कहाँ लान्छ परिसर लगेको पैसै लान्छ होला, पैसा नै हेर्छ। दर्शकगण अब निकाल्न लागि छ। देख्न सकिन्छ प्रहरी एकदम तयारी अवस्थामा बसिरहेको छ है। अब ओलीलाई निकाल्न लागि छ, यहाँ देख्न सकिन्छ। प्रहरीहरू पोजिसनमा बसिसकेको छ। अब भने केपी शर्मा ओलीलाई निकालिँदैछ है साथीहरू। अब भने ओलीलाई निकाल्न प्रहरी, केपी ओलीलाई निकाल्न प्रहरी भित्र गइसकेको छ।
डिएसपीको कमान्डमा यहाँ देख्न सकिन्छ। अब निकालिँदैछ है दर्शक। डस्टबिन यहाँ देख्न सकिन्छ। एकदम पोजिसनमा अब ओलीलाई निकालिँदैछ। यो खण्डमा प्रहरीहरू एकदम पोजिसनमा बसिरहेको दृश्य देख्न सकिन्छ। यहाँ देख्न सकिन्छ एकदम स्ट्यान्ड बाई बस्यो प्रहरीहरू। अब यता ओलीलाई निकालिँदैछ दर्शकबिन। सर म यहाँदेखि कति जान्न ल, यहाँसम्म क्या निकालिदिनु। म जाँदैन कि गुरु, म यहाँदेखि उता केही पनि गर्दैन कि। गाडी निस्किने लागेको छ दर्शक। म यहाँदेखि उता जाँदैन है, होइन ठिक छ कि कुरो होइन। मैले उहाँलाई भनिसकेको छु यहाँदेखि हामी यहाँदेखि केही पनि हुन्न कि गुरु। निकालिँदैछ दर्शक यहाँ। अब ओलीलाई सर यहाँ देखिँदैन कि म यहाँदेखि कतै जाँदैन कि। यतैबाट बसेर खिच्दिनु न, अनि आउने बेला यसो गर्नु होला। निस्किसक्नु भयो। क्यामेरा यहाँ तपाईँहरूले नगर्नु प्लिज, किन रिक्वेस्ट गरिरहेको छु। मैले त क्यामेरा त कसरी बन्द गर्नु, त्यस्तो त हुँदैन नि। उतापट्टिबाट मिल्छ नि त, उतापट्टि सत्रहरू बसेर ठ्याक्क देखिन्छ कि। क्यामेरा बन्द गर्ने रे यार, को यार क्यामेरा बन्द गर्नु लगा। दर्शक यहाँ देख्न सकिन्छ केपी ओलीलाई निकालिएको छ। हुन्छ दर्शक यहाँ देख्न सकिन्छ केपी ओलीलाई निकालिँदैछ दर्शक। यहाँ देख्न सकिन्छ केपी शर्मा ओलीलाई गुन्डुबाट निकालिँदै गर्दाको यो दृश्य यहाँ देख्न सकिन्छ दर्शक। केपी ओलीलाई निकालिँदैछ। पहिलो गाडी गइसकेको छ दर्शक। अर्को गाडी निस्किँदैछ देख्न सकिन्छ। भने यो त्यसको गाडीमा केपी शर्मा ओलीलाई यहाँ लग्यो। यही गाडी हो, यही गाडीमा लग्यो दर्शक। केपी ओलीलाई लगिसकियो। यहाँ देख्न सकिन्छ केपी ओलीलाई लगिसकिएको छ दर्शकबिन। हामी यतिखेर गुन्डुबाट यो दृश्य देखाइरहेका छौँ। प्रहरीले केपी शर्मा ओलीलाई लगिसक्यो दर्शकबिन अगाडिको गाडीमा देख्न सकिन्छ। केपी ओलीलाई लगिसकेको त्यो दृश्य देखिरहेको छौँ। यहाँ एमालेका नेताहरू पनि उहाँको पछाडि गइरहेको देख्न सकिन्छ। यहाँ प्रहरीहरूले गइसकेको यो दृश्य देखाइरहेका छौँ दर्शक। लगिसकियो। यतिखेर केपी ओलीलाई लगिसकिएको छ दर्शक। केपी ओलीलाई प्रहरीले लगिसकेको छ यहाँ देख्न सकिन्छ। लगिसकियो। केपी ओलीलाई लगिसकेको यो दृश्य देखाइरहेका छौँ हामी। अब पछि जानेछौँ। यतिखेर गुन्डुबाट केपी ओलीलाई लगिसकेको छ दर्शक।
लगिसक्यो दर्शकबिन, ओलीलाई लगिसक्यो। हामीले केही ओलीलाई लगिसक्यो। पनि यहाँबाट निस्किँदै गरेको हामीले देख्यौँ। त्यस्तै उहाँ कानुन व्यवसायीहरूसँग पनि सामान्य परामर्शमा रहेको कुरा त देख्न आयो। हिजो मात्रै नेकपा एमालेका करिब 23वटा भातृ सङ्गठनहरूले ओलीको यो पक्राउ सम्बन्धीका विषयमा चाहिँ घोषणा गर्दै संयुक्त विज्ञप्ति निकालेको स्थिति थियो हिजो मात्रै। र त्यो पक्राउको तयारी हिजो बेलुकै जसरी क्याबिनेट बसेर निर्णय गर्यो, त्यसपछि नै महासचिव शङ्कर पोखरेल लगायतका नेताहरूले ओली पक्राउन खोज्नु वा प्रतिवेदन यसरी कार्यान्वयनमा लिएर जानु चाहिँ यो बदनियतपूर्ण रहन्छ, यो षड्यन्त्रपूर्वक रहन्छ भनेर हिजो मात्रै एमालेका पदाधिकारीहरूले भनेको स्थिति थियो। केही समय अघि मात्रै पनि सांसदहरूलाई प्रशिक्षण दिँदै एमालेका अध्यक्ष केपी शर्मा ओलीले च्यासलबाट यो प्रतिवेदन यसै कार्यान्वयनमा नजाने भन्ने उहाँले त्यहाँ सन्देश दिनुभएको थियो। अर्थात् यसको प्रतिवाद एमाले गर्छ भन्ने कुराको जुन उहाँले सन्देश दिनुभएको थियो, त्यो हिसाबमा एक प्रकारको छनक सरकारले 23 गते र 24 गतेको घटनाको सन्दर्भमा मूलत 23 गतेको हकमा जुन राज्य सत्ताबाट तत्कालीन अवस्थामा 23 गते जुन विध्वंस हुने स्थितिमा जुन एक प्रकारको दमन स्थिति तत्कालीन राज्यले गरेको थियो, त्यो विषयमा यो प्रतिवेदन कार्यान्वयनमा जान्छ भन्ने कुराको शङ्का आशंका वा यो यसको शङ्का चाहिँ एमाले गरिसकेको स्थिति। दर्शकबिन, यतिखेर यहाँदेखि केपी शर्मा ओलीलाई लगिसकेको छ। अब हामी अर्को भिडियोमा देखाउनेछौँ। अहिलेलाई भने हामी बिदा माग्छौँ। हस्, धन्यवाद। कृपया हाम्रो पेजलाई फलो गर्नु होला। हामीले केपी ओलीलाई पक्राउ गर्दै गर्दाको भिडियो हामीले फेरि पोस्ट गर्नेछौँ। कृपया सबैजनाले फलो गर्नु होला। अहिलेलाई भने बिदा माग्छौँ। अहिले महेश बस्नेतको कुरा गर्नुभएको छ कतिजनाले। महेश बस्नेतलाई हामीले यहाँ देख्न सकिएन। सम्भवतः उहाँ पछाडि धेरै गाडीहरू गएका छन्, त्यो मध्ये एउटा गाडीमा उहाँ जानुभएको छ होला भन्ने हामीलाई आशा लागेको छ। यतिखेर अब हामी बिदा माग्छौँ। हस् त, धन्यवाद।